गमबहादुर गुरुङ विकास गुरुङ गमबहादुर पछि विकास सुखलाल गुरुङ रामशरण गुरुङ रामकाजी गुरुङ निरज गुरुङ सन्त गुरुङ कुमार गुरुङ आज है क र ख र जहिले त हो ख अमृत गुरुङ लीला गुरुङ राजु गुरुङ ल उहाँलाई हामी पछि खाजा लाभ सम्मान गर्नेछौँ। भरतपुर महानगरपालिका 29 नम्बर वडामा यत्रो युवाहरू साथीहरू नेपाली काङ्ग्रेसमा प्रवेश गर्न लागिरहनु भएको छ। साथै कम्युनिस्टहरूको फोक्रो भाषण र फोक्रो नारामा मात्रै सीमित, उनीहरूले भाषण र फोक्रो नारा र फोक्रो भाषणमा दिने सीमित काम मात्रै गर्छन्। कहिले केपिओले पानीजाल ल्याउँछु भने त्यो पानीजाल पनि ल्याउन सकेको छैन, न रेल ल्याएको छ न पानीजाल ल्याएको छ। त्यो फोक्रो भाषण र फोक्रो नारामा मात्रै सीमित नभएर नेपाली काङ्ग्रेसले काममा विश्वास गर्छ र नेपाली काङ्ग्रेसले जहिले पनि जनताको घर दैलोमा आएर काम गर्ने। हाम्रा उम्मेदवार सूर्य नामका थिए, नेकपाको चुनाव चिन्ह सूर्य, सबैले सूर्यमा हाल सूर्यमा त्यही सूर्यको चिन्ह हो भन्थे र जनताहरू फुलफुलैमा परेर हामी हारेको यथार्थ कुरा त्यही नै हो कि होइन? अब हामी तपाईहरुसँग तपाईहरुलाई साथी राखेर आज हामी जे बोल्दैछौँ त्यो काम नेपाली काङ्ग्रेसले गर्नेछ। हामी तपाईहरुका साथमा हातमा साथ गर्दै हामीहरू विकासलाई योजनाहरूलाई कार्यान्वयन गर्ने कुरामा हामी अगाडि बढ्नेछौँ। हामीहरू जसरी आज तपाईहरुले देख्नुभयो 3 वर्ष भइसक्यो यो 29 वडामा विकासले गति लिन सकेको छैन। मैले भन्छु अब आउने चुनावमा तपाईहरु एक भएर एक पटक मात्रै नेपाली काङ्ग्रेसलाई यहाँ स्थानीयमा जिताउनुहोस्। 2 वर्ष बढीमा 3 वर्षभित्र सबै कालो पत्रे भएन भने त्यो बेलामा मलाई भन्नु होला। आज नेपाल कम्युनिस्ट पार्टी 2/3 बहुमत भएको सरकार लडाई मात्रै गरेर बसिरहेको छन्। 2 जना अध्यक्षहरू दोहोरी खेलेर बसिरहेको अवस्था छ। जनताको लागि होइन, आफ्नो कुर्सी र पदको लागि लडाई झगडा भन्दा केही पनि गर्नु भएको छैन। उहाँहरूले दिन प्रतिदिन कहाली लाग्दो रूपमा बच्चाहरू नानीहरू बलात्कृत भइरहेको अवस्था छ। आज विकास निर्माणका कुराहरूलाई पाखा लगाएर आफ्नो पद आफ्नो मान्छेलाई कसरी मन्त्री बनाउने, कसरी जागिर खुवाउने, भ्रष्टाचारीहरूलाई कसरी जोगाउने भन्नेमा मात्रै उहाँहरू लागिरहनु भएको छ। तसर्थ अब जनताले हामीले बुझ्नुपर्ने कुरा के छ भने नेपाली काङ्ग्रेस मात्र यस्तो पार्टी हो, आफ्नो पार्टीको मात्र नभइकन सम्पूर्ण जनताको लागि देशको लागि हित चाहने पार्टीमा हामी छौँ। हामी अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छौँ। तसर्थ मैले यहाँलाई भन्न चाहेको के भने कोही कतै अरू पार्टीले पनि योभन्दा बढी सहयोग दिन्छु भनेर भोलि आउँदै गर्न सक्छन् तपाईँ हामीलाई बहकाउनको लागि। तपाईँ हामी कुनै पनि हालतमा हामी सही ठाउँमा छौँ, दिनुहुन्छ भने पनि त आफ्नो ठाउँमा छ, तर पनि हामी हाम्रो नेपाली काङ्ग्रेसलाई छोडेर कहीँ कतै पनि जाने छैनौँ। म आमा समूहका साथीहरू सम्पूर्ण अनि यहाँ भएका युवा साथीहरू बुबा आमा सबैलाई अनुरोध गर्न चाहे हामीले सही निर्णय गरेका छौँ, सही ठाउँमा छौँ, हामी लोभमा फस्दैनौँ भनेर तपाईँहरूले भन्न सक्नुहुनेछ। मैले विश्वास साथ तपाईँहरूलाई मैले यो कुरा भन्न चाहे। तसर्थ हामी लोभमा फस्दै गर्दा फेरि पनि भोलि ठुलो दुर्घटना हुन जान्छ। नेपाल जी न्यूज अनलाइन टिभी मजाले हेर्नुहोस्। नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका 29 का कार्यवाहक सभापति भरत गुरुङलाई यो कार्यक्रममा सभापति गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसैगरी प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन नेपाली काङ्ग्रेस क्षेत्र नम्बर 2 क चितवनका अध्यक्ष आदरणीय टङ्कनाथ पौडेलजीलाई म हार्दिक अनुरोध गर्छु। त्यसैगरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन नेपाली काङ्ग्रेसको तर्फबाट भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। त्यसैगरी अतिथिको लागि आसन ग्रहण गरिदिनु हुन नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर 2 का क्षेत्रीय सदस्य राममाया गुरुङजीलाई म हार्दिक अनुरोध गर्छु। त्यसैगरी आसन ग्रहण गरिदिनु हुन नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर 2 का क्षेत्रीय प्रतिनिधि तथा नेवी सङ्घ नेता बच्चन कार्कीज्यूलाई म आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु। त्यसैगरी क्षेत्रीय प्रतिनिधि सेतु गुरुङजीलाई म आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु। क्षेत्रीय प्रतिनिधि सनबहादुर जङ्गा मगरज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्छु।
त्यसै गरी पार्टी सचिव ईश्वरी प्रसाद अधिकारी भरतपुर महानगरपालिकाका 29 का सचिव ईश्वरी प्रसाद अधिकारीलाई हार्दिक अनुरोध गर्छु। त्यसै गरी यस टोलका आमा समूह बलिमाया गुरुङज्यूलाई म अगाडि आएर आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। त्यसै गरी यो भरतपुर 29 अन्तर्गत तान्डाङ टोल विकास समितिका अध्यक्ष सान्दानी गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। त्यसै गरी समाजसेवी आस्था प्रमुख अतिथि लगायत सबै साथीहरूलाई स्वागत गरिदिनु हुन म नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका 29 का क्षेत्रीय प्रतिनिधि सन्बहादुर जर्गा मगरलाई म स्वागत मन्तव्य सहित आफ्नो भनाइ राख्दिनु अनुरोध गर्छु। सम्पूर्णलाई जय नेपाल। मेरो क्षेत्र नम्बर 2 यस वडा भरतपुर महानगरपालिका 29 का भरत गुरुङज्यू हाम्रो सभापतिज्यू, विशिष्ट अतिथि पारपाती शाहज्यू हाम्रो महानगरपालिका उपमेयरज्यू, 2 का हाम्रो टङ्का पौडेलज्यू र यहाँ सम्पूर्ण अब एकमुष्ट नेपाली काङ्ग्रेसको तर्फबाट म 29 नम्बर वडाका क्षेत्रीय प्रतिनिधि नाताबाट सम्पूर्णलाई जय नेपाल। 29 नम्बरमा आएर आज हाम्रो चाहिँ टोल विकास समितिका सान्दानी गुरुङज्यूको घरमा चाहिँ आँगनमा सम्पूर्ण चाहिँ हाम्रो चितवनवासी कहाँ उपस्थित हुनु पाउँदाखेरि मेरै घर नजिकको छेउछाउमा पनि पर्यो। त्यस कारणले मलाई धेरै सम्पूर्ण अतिथिज्यूहरू यहाँ उपस्थित हुनुभएका हाम्रो सम्पूर्ण नेपाली काङ्ग्रेसका प्रेमीहरू, सम्पूर्ण साथीहरू, तरुण दलका मित्रहरू सम्पूर्ण मेरो एकदम हृदयबाट नै जय नेपाल। 29 नम्बर वडामा चाहिँ नेपाली काङ्ग्रेसले गर्ने सहयोग भावनाहरू चाहिँ सम्पूर्ण जिल्लाबाट, केन्द्रबाट र महानगरपालिकाबाट सम्पूर्णले सहयोग गर्दै आउनुभएको छ र हामी 29 नम्बर वडाहरूकोमा सम्पूर्ण युवा तथा नेपाली काङ्ग्रेसका सम्पूर्ण साथीहरू सम्पूर्णले सहयोग गरेको भावनाले गर्दा आज हामी 29 नम्बरमा यतिसम्म आइपुग्नु हामी एकदम सफल भएको छ। तर यसमा चाहिँ सबभन्दा जिल्लादेखि लिएर हरेक सहयोगहरू भावना गर्न कारणले गर्दा पनि हामीलाई धेरै सहयोग सपोर्टर भएको छ। हाम्रो अतिथिहरू यहीँ हुनुहुन्छ, उहाँहरू केही नाम लिइरहनु होइन, सहयोग गरेको सबैलाई थाहा छ। त्यस कारणले गर्दा पनि अब आउने चुनावमा हाम्रो चाहिँ नेपाली काङ्ग्रेसका निर्वाचित अब हुनेवाले छ हाम्रो क्याप्टन साहब होइन, उहाँ चाहिँ आज चाहिँ पूजाको कारणले गर्दाखेरि माथि चौकी डाँडा जानु भएको कारणले गर्दा यहाँ चाहिँ आज तान्डाङमा उपस्थित हुन सकेको छैन। त्यस कारणले गर्दा पनि उहाँ अलिकति बिजी कारणले आउनु पाएन र सम्पूर्णले अबको लहर भनेको नेपाली काङ्ग्रेसको छ। अब चाहिँ सम्पूर्ण एक साथ एकजुट भएर लागेर चाहिँ हाम्रो चाहिँ 29 नम्बर वडामा हरभर चारतरे झन्डा र रुख चिन्हमा भोट हाली सबले मतदान गरी जिताउनु पर्ने अवस्था देखेको छ र यसमा चाहिँ सबभन्दा युवादेखि सम्पूर्ण आमा समूह क्लबहरू होइन, यहाँको सक्रियहरू सबले चाहिँ अब चाहिँ नेपाली काङ्ग्रेसले सहयोग गरेर चाहिँ जिताउनु पर्ने छ भन्दै मेरो 2 शब्द यहीँ अन्त्य गर्छु। हस् त, जय नेपाल। अब यहाँ हामीले सानो एउटा मायाको चिन्ह लिएर आएका छौँ, यो हस्तान्तरण गरिदिनु हुन आजका प्रमुख अतिथि टङ्कनाथ पौडेल, त्यसै गरी विशिष्ट अतिथि पार्वती शाहज्यू, त्यसै गरी मञ्चमा आसीन अतिथिहरू राममाया गुरुङ, बच्चन कार्की लगायत साथीहरूलाई म तयार रहन हुन हार्दिक अनुरोध गर्छु। यसै क्रममा मैले आसनमा जोड्न चाहेँ फोटा सहारा क्लबका अध्यक्ष श्री गुरुङजीलाई पनि म अगाडि कार्यालय निर्माणको लागि जग्गा प्रदान गर्नुभएको थियो। हामी आज बिहान हामी मञ्चमा सबै साथीहरू आज बिहान त्यो भवन शिलान्यासको कार्यक्रम सँगै त्यो शिलान्यास कार्यक्रमको टिका अझै हाम्रो निधारमा रातै भएर रहेको छ। त्यस कारणले उहाँ एउटा दानवीर मायादेवी आमाको परिवार उहाँहरूले यस्तो सहयोगको कार्यक्रमहरू धेरै गर्नुभएको छ। चितवनमा रहेको मायादेवी कन्या कलेज जसमा हामी सबैको छोरीहरू त्यहाँ पढिरहेको छ, धेरै नेपालीहरूको छोरी पढिरहेको छ। अहिले त्यहाँ नर्सिङ क्लास पनि सञ्चालन भएको छ। त्यहाँ पहिला कमर्स एजुकेसन आर्ट्स पढाइ हुन्थ्यो, अहिले नर्सिङ पनि टेक्निकल सब्जेक्ट पनि त्यहाँ पढाइ भएको छ। त्यस कारणले उहाँ विशेष गरी चितवनको मात्र नभइकन नेपालकै सबैभन्दा
धनी मन भएका दानवीर मायादेवी श्रेष्ठको परिवारको सदस्य हुनुहुन्छ र त्यही परिवारको सदस्यले आज तपाईँहरूको तालना गाउँमा पनि एउटा सानो सहयोग लिएर आउनुभएको छ। म फेरि पनि यहाँहरूलाई स्वागत गर्दै उहाँहरूप्रति हार्दिक यो नेपाली काङ्ग्रेस चितवन भरतपुर 29 को तर्फबाट हार्दिक आभार व्यक्त गर्दै म फेरि मन्तव्यलाई जोड्न चाहे। म आफ्नो छोटो भनाइ राखिदिनु हुन उहाँकै परिवारको सदस्य नेवी संघ नेता तथा भरतपुर महानगरपालिका 12 नम्बरका क्षेत्रीय प्रतिनिधि बच्चन कार्कीज्यूलाई म छोटो मन्तव्य राखिदिनु हुन आग्रह गर्दै अरू कार्यक्रममा फेरि म यो खाजा लाउने कार्यक्रम लगाएर अरू जोड्नेछु। पहिला उहाँलाई मन्तव्य राखिदिनु अनुरोध गर्छु। धन्यवाद कार्यक्रम सञ्चालक एवं पूर्व क्षेत्रीय सचिवजी हुँदै त्यस्तै यस कार्यक्रमको आयोजन गर्नुभएका विशेष धन्यवाद दिन चाहन्छु भरतपुर महानगरपालिका 29 नम्बर वडाका सभापति र यसै साथै यस कार्यक्रमको सभापतिज्यू त्यस्तै यस कार्यक्रमका प्रमुख अतिथिज्यू प्रदेश 2 को प्रदेश प्रमुख बुवा टङ्कनाथ बुवा त्यस्तै यस कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख एवं महिला सङ्घका जिल्ला अध्यक्ष पार्वती शाह दिदी त्यस्तै भरतपुर अनि क्षेत्र नम्बर 2 का क्षेत्रीय सदस्य हाम्रो माइजू अनि त्यस्तै तरुण दलका पूर्व जिल्ला सदस्य एवं क्षेत्र प्रतिनिधि सने दाई र सेतु दाई त्यस्तै 29 नम्बर वडाका सचिवज्यू त्यस्तै अरू सम्पूर्ण हाम्रा युवा साथीहरू तरुण सभापति 29 नम्बर वडाका तरुण सभापति प्रेस युनियनका पत्रकार साथीहरू साथै सम्पूर्ण यस 29 नम्बर वडामा आउनुभएका सम्पूर्ण आमाबुवा दाजुभाइ मेरो तर्फबाट स्वीकार्नुहोस् जय नेपाल। भरतपुर 29 नम्बर वडाको यो ठुलो भेलाले गरेर तपाईँको तरङ्ग भइरहेको छ। चितवन जिल्लामा भरतपुर महानगरपालिका 29 नम्बर वडामा यत्रो युवाहरू साथीहरू नेपाली काङ्ग्रेसमा प्रवेश गर्न लागिरहनु भएको छ। साथै कम्युनिस्टहरूको फोक्रो भाषण र फोक्रो नारामा मात्रै सीमित उनीहरूले भाषण र फोक्रो नारा र फोक्रो भाषणमा दिने सीमित काम मात्रै गर्छन्। कहिले केपीओले पानीजाल ल्याउँछु भने त्यो पानीजाल पनि ल्याउन सकेको छैन, न रेल ल्याएको न पानीजाल ल्याएको छ। त्यो खोक्रो भाषण र खोक्रो नारामा मात्रै सीमित नभएर नेपाली काङ्ग्रेसले काममा विश्वास गर्छ र नेपाली काङ्ग्रेसले जहिले पनि जनताको घर दैलोमा आएर काम गर्ने कुरो तपाईँहरूको आफ्नो गुनासोहरू हाम्रो पार्टीका यस वडाका सबै साथी भन्नुभयो र उहाँले क्षेत्रलाई भन्नुभयो र प्रदेशबाट आउनुभयो। त्यस्तै भोलिका दिनमा त्यही सहयोगहरू चाह्यो भने नेपाली काङ्ग्रेस घर दैलोमा आउन सक्छ। त्यस्तै सम्पूर्ण आमाबुवा दाजुभाइहरूलाई केही कुरा अब तपाईँले यस्तै केही कुरा सन्देश दिन पर्यो भने तपाईँहरूको आमासम्मबाट टोल सुधारबाट तपाईँहरूको यसरी अब माइकबाट भयो नि सङ्गीत रमाइलो गरेर भए पनि आफ्नो क्लबहरूमा यसो गाउने काम भए पनि यसले थोरै सहयोग होस् भनेर तपाईँलाई माइक यो हस्तान्तरण कार्यक्रम पनि राख्नु भएको छ। म धन्यवाद दिन चाहन्छु र खासै म मन्तव्य भन्दा अरू हामी काममा विश्वास गरेर अरू वक्ता धेरै हुनुहुन्छ, टाइम पनि छोटो भएको त्यही मेरो आफ्नो मन्तव्य जस्तो चाहिँ नेपाल लगायत मञ्चमा आएका सम्पूर्ण अतिथिहरूलाई माला लगाएर स्वागत गरिदिनु हुन म यस तालना आमा समूहको अध्यक्ष बनिमाया गुरुङ त्यसै गरी टोल विकास समितिको अध्यक्ष चान्दनी गुरुङ लगायत उहाँका साथीहरूलाई म आग्रह गर्दछु आजका प्रमुख अतिथि लगायत यहाँ मञ्चमा आएका सम्पूर्ण पाहुनाहरूलाई मालाले धन्यवाद र हाम्रो के अरे प्रमुख अतिथिज्यू टङ्कनाथज्यू प्रदेशको अध्यक्ष जम्मा भएर हामीलाई स्वागत गर्नुभयो, यसमा धेरै धेरै धन्यवाद। र यहाँका भाइ बहिनीहरू जागरुक भएको काङ्ग्रेसको तरफ जागरुक भएको देख्दाखेरि मेरो आत्माबाट यति खुसी लागेछ। आज नेपाली काङ्ग्रेसमा यति धेरै भाइ बहिनी यस्तो ठाउँमा पनि विगत ठाउँमा पनि यसरी के अरे जम्मा भेला हुनुभएको छ। हाम्रो लागि तपाईँहरूलाई मुरी धन्यवाद दिन्छु र भोलिको दिनमा पनि हामी यसरी जमघट हुनु पाऊँ आजको जस्तै र आइन्दा कोही के अरे परेकोमा हामी एउटा परिवार भएर हिँड्नु पाऊँ केही चिजमा पनि भन्दै अरे हजुरहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै म यो 2 शब्द यहीँ राख्न चाहन्छु। धन्यवाद। नमस्कार यहाँहरू सबैजनालाई जय नेपाल। बोल्नु जान्दैन के भनेर आउनु भएर स्वागत गर्छु फुलमाला लाएर कहाँ गए
स्वागत मात्रै भयो के धन्यवाद मन्तव्यलाई जोड्न चाहे अब आफ्नो भनाइहरू राखिदिनु न म भरतपुर महानगरपालिकाका उपमेयर नेपाल महिला सङ्घ चितवनका अध्यक्ष तथा आजका विशिष्ट अतिथि आदरणीय दिदी पार्वती शाहज्यूलाई हार्दिक अनुरोध गर्छु सञ्चालकज्यू यसै क्षेत्रका 2 नम्बर क्षेत्रका सचिव लक्ष्मण गुरुङज्यू विशेष गरी आज भरतपुर महानगरपालिका 29 नम्बर वडा स्थान्द्राङ गाउँमा एउटा सानो सहयोग हस्तान्तरण कार्यक्रम र अन्तर्क्रिया कार्यक्रमका सभाध्यक्ष यसै 29 नम्बर वडाका आदरणीय सभापति कार्यवाहक सभापतिज्यू प्रमुख अतिथि क्षेत्र नम्बर 2 प्रदेश नम्बर 2 का अध्यक्ष आदरणीय टङ्क पौडेलज्यू नेपाल महिला सङ्घ वडा नम्बर भरतपुर महानगरपालिका वडा नम्बर 1 का सभापति एवं प्रदेश सदस्य राममाया गुरुङज्यू विद्यार्थी नेता भरतपुर महानगरपालिका वडा नम्बर 12 का प्रतिनिधि बच्चन कार्कीज्यू 29 नम्बर वडाका प्रतिनिधिज्यूहरू पत्रकार बन्धु आमा समूहका सम्पूर्ण दिदीबहिनी सबै उपस्थित बुबा दाजुभाइ तरुण दलका अध्यक्षज्यू सबैमा सन्ध्याकालीन नमस्कार जय नेपाल। धेरै कुराहरू आइसकेका छन्, रात परिसकेको छ, हामी अत्यन्तै व्यस्त छौँ। आज यो महत्त्वपूर्ण कार्यक्रम किनभने हामी सबैलाई थाहा छ आज तपाईँ हामीले 5 वर्षको लागि निर्वाचित गरेर पठाएको बहुमतको सरकारले कुन गति देखाइरहेको छ। तपाईँ हाम्रो आँखा अगाडि छर्लङ्गै छ। हामीले बिर्सिनै नहुने, किनभने यो सहयोग जुन देखिएको छ अघि यो साउन्ड सिस्टम त्यहाँ अलिकति पाइपहरू देखेका छौँ, यो सहयोग त्यति ठुलो होइन। यसपछि फेरि पनि अर्को कोही आएर अर्को पार्टीले योभन्दा ठुलो सहयोग दिन्छु भन्न पनि सक्छ। तर तपाईँ हामीले के बुझ्नु पर्यो भने हामीले इतिहास पनि हेर्नु पर्यो। नेपाली कङ्ग्रेसमा आएका छौँ। नेपाली कङ्ग्रेस भनेको यस्तो इतिहास बोकेको पार्टी हो, राज्यकै ठुलो पार्टी, र यो पार्टीले देशलाई र जनताको हितको लागि सधैँभरि अगाडि बढिरहेको पार्टीमा तपाईँ हामी छौँ। र कोही नयाँ आज प्रवेश गर्दै हुनुहुन्छ भने पनि उहाँहरूले पनि एउटा नयाँ अत्यन्तै एउटा राम्रो बिपीको सपनालाई तपाईँहरूले समर्थन गर्दै हुनुहुन्छ। तपाईँहरूलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। र आज नेपाल कम्युनिस्ट पार्टी 2/3 बहुमत भएको सरकार लडाइँ मात्रै गरेर बसिरहेको छन्। 2 जना अध्यक्षहरू दोहोरी खेलेर बसिरहेको अवस्था छ। जनताको लागि होइन, आफ्नो कुर्सी र पदको लागि लडाइँ झगडा भन्दा केही पनि गर्नुभएको छैन। उहाँहरूले दिन प्रतिदिन कहाली लाग्दो रूपमा बच्चाहरू नानीहरू बलात्कृत भइरहेको अवस्था छ। आज विकास निर्माणका कुराहरूलाई पाखा लगाएर आफ्नो पद आफ्नो मान्छेलाई कसरी मन्त्री बनाउने, कसरी जागिर खुवाउने, भ्रष्टाचारीहरूलाई कसरी जोगाउने भन्नेमा मात्रै उहाँहरू लागिरहनु भएको छ। तसर्थ अब जनताले तपाईँ हामीले बुझ्नुपर्ने कुरा के छ भने नेपाली कङ्ग्रेस मात्र यस्तो पार्टी हो, आफ्नो पार्टीको मात्र नभइकन सम्पूर्ण जनताको लागि देशको लागि हित चाहने पार्टीमा हामी छौँ। हामी अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छौँ। तसर्थ मैले यहाँलाई भन्न चाहेको के भने कोही कतै अरू पार्टीले पनि योभन्दा बढी सहयोग दिन्छु भनेर भोलि आउँदै गर्न सक्छन् तपाईँ हामीलाई बहकाउनको लागि। तपाईँ हामी कुनै पनि हालतमा हामी सही ठाउँमा छौँ, दिनुहुन्छ भने पनि त आफ्नो ठाउँमा छ। तर पनि हामी हाम्रो नेपाली कङ्ग्रेसलाई छोडेर कहीँ कतै पनि जाने छैनौँ। म आमा समूहका साथीहरू सम्पूर्ण अनि यहाँ भएका युवा साथीहरू बुबा आमा सबैलाई अनुरोध गर्न चाहे हामीले सही निर्णय गरेका छौँ, सही ठाउँमा छौँ।
हामी लोभमा फस्दैनौँ भनेर तपाईँहरूले भन्न सक्नुहुनेछ। मैले विश्वास साथ तपाईँहरूलाई मैले यो कुरा भन्न चाहेँ। तसर्थ हामी लोभमा फस्दै गर्दा फेरि पनि भोलि ठुलो दुर्घटना हुन जान्छ। यिनै कुरा राख्दै फेरि पनि तपाईँ हामी भेटघाट गर्नेछौँ, आउनेछौँ, भलाकुसारी गर्नेछौँ। आउँदो चुनावलाई हामी कसरी अगाडि बढाउने, कसरी नेपाली कङ्ग्रेसलाई विजय गराउने भन्ने कुरा त तपाईँ हामी फेरि पनि बसेर भलाकुसारी गर्नेछौँ, सरसल्लाह गर्नेछौँ, अगाडि बढ्नेछौँ। र अरू समस्याहरूलाई पनि तपाईँहरूको हरेक पाइला पाइलामा तपाईँहरूले हामीलाई सम्झिनुहोस् र हामी तपाईँहरूको साथमा हुनेछौँ। यिनै कुराहरू राख्दै सम्पूर्ण यहाँ उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल। नेपाली काङ्ग्रेसको तर्फबाट भरतपुर महानगरपालिकामा निर्वाचित उपमेयर आदरणीय पार्वती शाहज्यू, उहाँले राजनीतिक सामाजिक लगायत विविध कुरा राखेर जानुभयो। हामी यो औपचारिक कार्यक्रम सकेपछि पनि हामी 10-15 मिनट यहाँ बस्नेछौँ। त्यसपछि यहाँको समस्याहरू हामीले महानगरमा के राख्नुपर्छ उहाँलाई त्यसपछि राख्नु भए पनि हुन्छ। अब म फेरि अर्को कार्यक्रममा जोड्न चाहेँ। हामीलाई यहाँ पाइप पनि उपलब्ध भएको छ। यो पाइप चाहिँ नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर 2 को महासमिति सदस्य तथा नेपाली काङ्ग्रेसको तर्फबाट इच्छा कामना गाउँपालिकामा निर्वाचित हुनुभएका गाउँपालिका प्रमुख गीता गुरुङजीले यो 2 रोल पाइप चाहिँ यहाँ उपलब्ध गराउनु भएको छ। यो पाइप हस्तान्तरण गरिदिनु हुन आजका प्रमुख अतिथि तथा विशिष्ट अतिथि दुईजनालाई म आग्रह गर्दै यो पाइप लिनको लागि अगाडि आइदिनु हुन यो टोल विकास समितिका अध्यक्ष सन्नानी गुरुङ र आमा समूहको अध्यक्ष बनिमाया गुरुङलाई अगाडि आइदिनु गर्छु। नेपाली काङ्ग्रेसका नेत्री महासमिति सदस्य गीता गुरुङज्यूबाट 2 रोल पाइप हामीलाई यहाँ उपलब्ध भएको छ। चाङवाङवासीको तर्फबाट उहाँलाई हामी हार्दिक हामीलाई यहाँ पाइप प्रयोग गर्नुभएको छ। यो पाइप सहयोगको लागि म यहाँ नाम पढेर सुनाउँछु। कृपया अगाडि आइदिनु होला र उहाँहरूलाई खादा र अबिर लगाएर स्वागत गरिदिनु हुन आजका प्रमुख अतिथि र विशिष्ट अतिथिलाई म हार्दिक अनुरोध गर्छु। र त्यसै गरी मनमा आसिन अतिथि साथीहरूले कसैले फुल दिएर कसैले चाहिँ बधाई दिएर उहाँहरूलाई स्वागत गरिदिनु अनुरोध गर्छु। आजबाट उहाँ नेपाली काङ्ग्रेसको सदस्य हुनुभएको छ। नेकपा परित्याग गरी नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ। उहाँलाई स्वागत गर्न चाहन्छु। त्यसै गरी कान्छा गुरुङ, सुरेश गुरुङ, कुमार गुरुङ, सुबहादुर गुरुङ, आशिष गुरुङ, बमबहादुर गुरुङ, विकास गुरुङ, बमबहादुर पछि विकास, सुखलाल गुरुङ, रामचरण गुरुङ, रामकाजी गुरुङ, निरज गुरुङ, सन्त गुरुङ, कुमार गुरुङ, अर्को है कर खरे गएको तब अमृत गुरुङ, लीला गुरुङ, मान्छे आएन मान्छे नहाले राजु गुरुङ ल उहाँलाई हामी पछि खाजा लाएर सम्मान गर्नेछौँ। प्रितम गुरुङ, मिलन गुरुङ, सोम गुरुङ, सोम गुरुङ, धनबहादुर गुरुङ, सबै आजदेखि उहाँ नेपाली काङ्ग्रेसमा प्रवेश गर्दै नेपाली काङ्ग्रेसको परिवारको सदस्य हुनुभएको छ। उहाँलाई पार्टीमा उज्जवल भविष्यको कामना गर्दै म अब आजको सञ्चालक चितवन क्षेत्र नम्बर 2 का पूर्व क्षेत्रीय सचिव मेरा अनन्य मित्र एवं मेरा प्रिय भाइ लक्ष्मण गुरुङज्यू, आज यस कार्यक्रमका सभापति भरतपुर महानगरपालिका 29
का सभापति मेरा आदरणीय दाजु भरत गुरुङज्यू, विशिष्ट अतिथि मेरा आदरणीय दिदी, भरतपुर महानगरपालिका का उपप्रमुख एवं नेपाल महिला संघ का जिल्ला अध्यक्ष एवं विकास प्रेमी आदरणीय पार्वती शाहज्यू, नेपाली कांग्रेस क्षेत्र नंबर 2 र को प्रदेश का सदस्य मेरो आदरणीय दिदी राममाया गुरुङज्यू, मेरा ज्वाइँ एवं नेवी संघ का पूर्व जिल्ला उपसभापति युवा नेता बचन कार्कीज्यू, क्षेत्रीय प्रतिनिधि तपाईहरुसँग रात दिन विकासका हातहरुसँगै मिलाउँदै अगाडि बढ्ने मेरा भाइ सेतु गुरुङज्यू, सनबहादुर मगरज्यू, वडा सचिव ईश्वरी प्रसाद अधिकारीज्यू, आमा समूहका अध्यक्ष एवं पदाधिकारीज्यूहरू, टोल विकासका अध्यक्ष एवं पदाधिकारीज्यूहरू, उपस्थित बुवाआमा दाजुभाइ दिदीबहिनीहरू एवं आज नेकपा पार्टी परित्याग गरेर नेपाली कांग्रेसको आदर्श मूल्य र मान्यतालाई आत्मसात गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नुहुने सम्पूर्ण युवा भाइहरूलाई जय नेपाल। तपाईहरु आज जसरी नेपाली कांग्रेसको आदर्श मूल्य र मान्यतालाई आत्मसात गरेर आज नेकपाको गतिविधिलाई लत्याउँदै यिनीहरू जे बोले त्यसको विपरीतमा गएको देखेर तपाईहरु सबै एक भएर प्रजातन्त्रको स्थायित्व गर्नको लागि नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो। तपाईहरु प्रति नेपाली कांग्रेस क्षेत्र नम्बर 2 को प्रदेशको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। आज जसरी तपाईहरुको मुहारमा आज उत्साहित देखिनु भएको छ, हँसिलोपन देखिनु भएको छ। अब मैले धेरै साथीहरूले बोलेका कुराहरुमा म रिपिट गर्न चाहन्न। अब स्थानीय चुनावमा हामी प्राविधिक कारणले हार्यौं। हाम्रो उम्मेदवार सूर्य नामका थिए, नेकपाको चुनाव चिन्ह सूर्य, सबैले सूर्यमा हाल सूर्यमा त्यही सूर्यको चिन्ह हो भन्थे र जनताहरू फुलफुलैमा परेर हामी हारेको। यथार्थ कुरा त्यही नै हो कि हैन? अब हामी तपाईहरुसँग तपाईहरुलाई साथी राखेर आज हामी जे बोल्दै छौं त्यो काम नेपाली कांग्रेसले गर्नेछ। हामी तपाईहरुका साथमा हातमा साथ गर्दै हामीहरु विकासलाई योजनाहरुलाई कार्यान्वयन गर्ने कुरामा हामी अगाडि बढ्ने छौं। हामीहरु जसरी आज तपाईहरुले देख्नुभयो 3 वर्ष भइसक्यो यो 29 वडामा विकासले गति लिन सकेको छैन। मैले भन्छु अब आउने चुनावमा तपाईहरु एक भएर एक पटक मात्रै नेपाली कांग्रेसलाई यहाँ स्थानीयमा जिताउनुहोस्। 2 वर्ष बढीमा 3 वर्ष भित्र सबै कालो पत्रे भएन भने त्यो बेलामा मलाई भन्नु होला। त्यस बेलामा म विकासमा धेरै विश्वास गर्ने मान्छे, मेरो परम पूजनीय उहाँले भन्नुहुन्छ बाबु कहिले पनि हातमा थाप्नु माथिबाट दिनु भनेर मलाई भन्नुभएको छ। त्यही लाइनमा म छु। म पनि कुनै दिन तपाईहरुलाई यति साथीहरुलाई ताङराङका मेरा प्रिय भाइहरुको अगाडि मैले संकल्प गर्न चाहन्छु। म भोलिका दिनमा कुनै पदमा गए भने तपाईहरुले माया गर्नुभयो भने मैले कुनै पनि राज्यको तलब नलिने मैले अहिले घोषणा गर्न चाहन्छु। कुनै पनि ठाउँमा गएर म देवघर क्षेत्र विकास समितिको नेतृत्व गरे, म अध्यक्ष भए, नेपाली कांग्रेसले मलाई नियुक्ति गर्यो। तर मैले त्यो कार्यकारी निर्देशक पनि 22 महिना भए। 35-40 हजारको तलब नलिएर मैले राज्यलाई लिन्न भने धन्यवाद पत्र दिएको छ। त्यसकारणले हामी यो लाइनबाट अगाडि बढेको मानि तपाईहरु आज म यहाँ आउँदै गर्दा आमा समूह सन्नानी दिदीले बोल्दै गर्दा गीत एकदमै राम्रो गाउनु भयो, धन्यवाद छ। यहाँका केही विकासका योजनाहरू केही मागहरू गर्नुहुन्छ कि भन्दै थिए, केही गर्नु भएन। तर जे आवश्यकता थियो हाम्रो पार्टीलाई भन्नुभयो, भरत दाइलाई, यहीँका लक्ष्मणजीलाई भन्नुभयो, सानुलाई भन्नुभयो, सेतुजीलाई भन्नुभयो। आज जे आवश्यकता थियो सानो एउटा तपाईहरुसँग सम्बन्ध कायम गर्नको लागि हाम्रो यो सुरुवात मात्रै हो, यो केही पनि हैन। पार्वतीजीले जे भन्नुभयो यो हाम्रो एउटा माया आत्मीयता, तपाईहरुको टोल विकासमा काम गर्दै गरेर सञ्चारको माध्यम चाहिने साउन्ड सिस्टम त्यसलाई ल्याएर हामीले दिएको मात्रै हो, एउटा सम्बन्ध कायम भएको हो। भोलिका दिनमा मैले आग्रह गर्न चाहन्छु यहाँको वडा अध्यक्षज्यूबाट अलिकता कांग्रेसको बस्तीमा
विकासमा ध्यान नदिएको भन्ने कुरा पनि आएको छ। विशेष गरेर भदुर महानगरपालिकाका उपमेयरज्यूलाई अनुरोध गर्न चाहन्छु, यहाँका स्थानीय साथीहरू बसेर लिपिबद्ध गरेर ल्याएको योजनालाई तपाईँले कार्यान्वयन गरेर अगाडि बढ्नुहुनेछ भन्ने कुरा म विश्वस्त छु। तपाईँहरूमा एकता हुनु पर्यो। नेपाली कांग्रेस जसरी आज तपाईहरु प्रवेश गर्नुभएको छ, आजका दिनदेखि हामीमा कुनै पनि मतभेद हुने छैन। हामी एक भएर सँगै हिँड्ने छौं, विकासमा सँगै हिँड्ने छौं, सबै ठाउँमा राजनीतिमा सँगै हिँड्ने छौं र यो कार्यकालपछि अहिलेको चुनावपछि अब नयाँ चुनाव आउँदासम्म हामी एक भएर हिँडौं। तपाईहरुलाई कहीँ पनि विकासमा भएन भनेर यो वडाले कहिल्यै पनि सोच्नु पर्ने छैन। नेपाली कांग्रेसले आदर्श मूल्य र मान्यतामा रहेर हामीहरुले उद्देश्यका साथ यहाँको आवश्यकता के हो त, यो भूगोललाई हेरेर यहाँ आवश्यकता के हो भन्ने कुराहरू नेपाली कांग्रेसमा छलफल पनि भइसकेको छ। हामी त्यो तपाईहरुको अगाडि ल्याएर लिपिबद्ध गरेर हामी विकास योजनालाई अगाडि बढाउने छौं। यिनै कुराहरूका साथ आज प्रवेश गर्ने मेरो प्रिय भाइहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आज उपमेयरजीको 2-3 कार्यक्रम थियो, मैले फोन गरेँ ल जानुपर्छ त्यहाँ त सान्नानी केही छोरी हो कि सान्नानी नै हो, यो कोभिड कार्यक्रममा पनि राखेको, त्यो बहिनीको घरमा जान एकदम मन छ भन्नुभयो। ल आउनुहोस् भनेपछि बिचरा अरू कार्यक्रम छोडेर नि आउनु भएको छ। त्यसैगरी हाम्रा प्रेस युनियनका भाइ सुदन भाइ धेरै टाढा हुनुहुन्थ्यो, 35 किलोमिटर टाढा हुनुहुन्थ्यो। भाइ आज कपिलासमा जाउने एउटा अन्तर्क्रिया कार्यक्रम छ, पार्टीको आयोजनामा छ भन्दाखेरि 35 किलोमिटरबाट उहाँ यहाँ आउनुभएको छ। उहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र आज भरतपुर महानगरपालिका 29 वडा सभापतिज्यूले भरतज्यूले धेरै ठाउँमा कुना-कुनामा के को आवश्यकता छ भनेर उहाँहरू अगाडि बढ्नु भएको छ। आज हाम्रा क्याप्टन साहब बाहिर जानुभएको छ पूजाको कारणले, त्यस कारणले मैले हाम्रो लक्ष्मणजी, सानु भाइ, सेतु भाइ, पार्टी सभापति, सचिवजी तपाईहरु बसेर छलफल गर्नुहोस्। यहाँको आवश्यकता सामान्य कुरा पनि हुन सक्छ, 200 मिटर पाइपले पनि ठूलो काम हुन सक्छ। यस्ता सारा तिना कुराहरू तपाईहरु छलफल गरेर पार्टीले छलफल गरेर तपाईहरुले माग राख्नुभयो भने हामी उपमेयरज्यू, जिल्ला सभापतिज्यू, क्षेत्रीय सभापतिज्यूहरू हामीहरू बसेर छलफल गरेर हामीहरू सबको सहयोग गर्ने वचन व्यक्त गर्दै आज यहाँहरूले यो कार्यक्रम आयोजना गरेर प्रमुख आतिथ्यता दिनुभयो, म हार्दिक धन्यवाद दिन चाहन्छु। लक्ष्मणजीले जे कुरा भन्नुभयो, मेरो ममतामय आमा सेवा ही परमो धर्म भनेर लाग्नुभयो। आज 93 वर्षको उमेरमा हुनुहुन्छ। आज पनि हामीले नेपाली कांग्रेसलाई केन्द्रमा जग्गा दियौं, करोडौंको जग्गा दियौं, चितवन जिल्लामा दियौं, हामी बसेको नारायणगढ बजारमा दियौं, मैले नै किनेर दिएँ। 16 वर्ष भयो, त्यो भवन बन्दै छ। आज 11 नम्बरमा शिलान्यास गरेर आयौं, आज बिहानै मात्रै भएको छ। त्यसकारणले हामी, मेरो मम्मीले भन्नुहुन्छ म नेपाली कांग्रेस नै मेरो सिन्दुर हो भनेर बस्नु भएको हुनाले म पनि त्यही लाइनमा छु। नेपाली कांग्रेसको आदर्श मूल्य र मान्यता भन्दा बाहिर नजाने र विकासमा मैले राजनीति नगरिकन अगाडि बढ्ने संकल्प लिएको म जानकारी गराउँदै तपाईहरुको माया स्नेह सधैँ रहिरहोस् भन्दै यहाँहरूलाई प्रति सबैप्रति आभार व्यक्त गर्दै मेरा भनाइ यही अन्त्य गर्छु। सबैमा जय नेपाल। आजको प्रमुख अतिथि टङ्क पौडेल ज्यू, विशिष्ट अतिथि उपमेयर पार्वती शाहज्यू, नेपाल के हो मलाई थाहा छैन, राममाया गुरुङज्यू, बच्चन काजीज्यू, सेतु क्षेत्रीय प्रतिनिधि सेतुज्यू गुरुङज्यू, शरणबहादुर मगरज्यू, ईश्वरी सचिव ईश्वरीज्यू, सम्पूर्ण तरुण दलका इन्द्र गुरुङज्यू, सम्पूर्ण आजको यस भेलामा उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरूमा मेरो जय नेपाल। धेरै कुरा भनिसक्नु भयो। हाम्रो चाहिँ प्रवक्ताहरू चाहिँ हाम्रो चाहिँ प्रमुख अतिथिहरूले कुरा त्यही नै हो। खास चाहिँ हामीले चाहिँ अब अहिले सरकार छैन, हाम्रो चाहिँ
हाम्रो कुरा सुन्दैन भन्ने कुरा यो जनतालाई सबैलाई थाहा छ। त्यो हुँदाहुँदै पनि हामी सानो सहयोगहरू त्यस्तो अप्ठ्यारो परेको ठाउँमा हामी चाहिँ पछाडि पर्दैनौँ। त्यसको लागि हामी जतिखेर पनि जनताको लागि चाहिँ हामी काम गर्छौँ भनेर हामी यो चाहिँ ठाउँ हाम्रो यो 9वटा वडा छ, 9वटामा हामी सबै ठाउँमा जाने हामी एउटा चाहिँ वचन गरेको छु। हामी अहिले 2-3टा 2-3टा वडामा हामी सबै हिँडिसकेका छौँ। अब हामी डाँडा माथि बिल अब जानेछौँ। हाम्रो त्यहाँ धेरै चाहिँ त्यहाँबाट चाहिँ हामीलाई चाहिँ उहाँहरूले चाहिँ छिटो चाहिँ आइदिनु पऱ्यो भनेर उहाँहरूले बोलाउनु भइरहेको छ। हाम्रो चाहिँ त्यस्तै कारणले हामी जान सकेको छैन। अब हामी माथि पनि हामी जानेवाला छौँ। अब त्यस कारणले हामी एउटा हामीले धेरै अब चाहिँ नेपाली काङ्ग्रेस हिजोको दिनमा यो 29 नम्बरमा कसको दियो तपाईँ हामीलाई सबै थाहा छ। आज हामी नेपाली काङ्ग्रेस अब 29 नम्बर वडामा हिजो नेपाली काङ्ग्रेस बिउ खोज्नु पर्दै हामीले बिउ यो नेपाली काङ्ग्रेस भनेको यो भन्दा 10 वर्ष पहिला अथवा यो भन्दा 20 वर्ष पहिला हामीले नेपाली काङ्ग्रेसको बिउ खोज्नु पर्थ्यो ठाउँमा। अब तपाईँको चाहिँ त्यही हालत हुँदैछ। अब तपाईँको चाहिँ अहिलेको नेकपाहरूले अब चाहिँ यो 29 नम्बरमा बिउ खोज्ने बेला आउँदैछ। तपाईँहरूलाई यो मैले जानकारी गर्दैछु। त्यसकारण अब हामी धेरै ठाउँमा हामी एउटा कार्यक्रम गर्दै हिँड्नेछौँ। यो सबै जनतालाई थाहा छ। अब हामी हामी सबैजना एकजुट भयो भने हामी यो 29 नम्बरलाई अब आउने चाहिँ हामीले चाहिँ अब यो चुनावमा हामी नेपाली काङ्ग्रेसलाई हामी वडा अध्यक्ष मात्र होइन, हामीले 5वटै सिट चाहिँ हाम्रो अब चाहिँ हाम्रो हुनेछ। अब यसरी चाहिँ जनताहरू चाहिँ सुनिश्चित जस्तै भइसकेको छ। त्यसले अब आउने चुनावमा अब आउने चाहिँ नि हाम्रो फेरि चाहिँ स्थानीय चुनावमा हाम्रो एबिसी अरू कोही पनि छैन। हाम्रो चाहिँ फेरि हाम्रो जुन चाहिँ अब आउने चुनाव पनि हाम्रो सूर्य क्याप्टेन नै फेरि हामीले चाहिँ उहाँलाई घोषणा गरेको छ। र हामीले वडा सदस्यहरू चाहिँ अहिले हामीले त्यसलाई चुज गरेको छैन। वडा सदस्यहरू चाहिँ हामीले अब केही समयपछि हामीले त्यो गर्नेछौँ, त्यसलाई गर्नेछौँ, केही छाटकाट गर्नुपर्ने छ। त्यस कारणले अब हामीले चाहिँ वडा अध्यक्षको चाहिँ उसमा चाहिँ हामीले जानकारी गरिसकेका छौँ। धेरै जनतालाई चाहिँ डाँडा डाँडा पनि भनिसकेका छौँ। यो हामीले तल बेलमानी कुरा भइसकेको छ। अब हाम्रो चाहिँ वडा अध्यक्ष सूर्य क्याप्टन भन्दा अरू कोही पनि हुनेवाला छैन। त्यस कारणले उहाँलाई हामीले घोषणा गरिएको छ। त्यसकारण अब यो आजको कार्यक्रम यहाँको आमासँग यहाँको चाहिँ क्लबको भाइहरूले धेरै राम्रो चाहिँ आयोजना गरेकोमा उहाँलाई धन्यवाद दिँदै आजको यस कार्यक्रम यही अन्त भएको घोषणा गर्दै म यहाँबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद। अनुगम समितिमा बसेछ। मलाई थाहा थिएन। म एकचोटि त्यहाँ मान्छे मोरगठमा गएको पार्वती शाह दिदीले भन्नुभयो, एकैचोटि यहाँ भन्नुभयो कि उसले किरेसी छ भने त्यहाँ जानु, यो काम गर्दा राम्रै हुन्छ भने। तर मेरो लेखाइ पढाइ केही पनि छैन, मैले बोल्न नै जान्दैन। मलाई पनि त्यहाँ जाँदा खुसी नै लाग्यो। धेरै साथीहरू भेटे, धेरै साथीहरूसँग चिन्जान भयो। उहाँहरूले भन्नुभयो कि सिकाउँछौँ हामी सधैँ तिम्रो साथमा छ, तिमी अघि बढ नानी, हामी गर्छौँ, के सहयोग चाहियो भन्नुभएको थियो। मैले गर्छु होला सायद, मेरो लेखाइ पढाइ नमानी म बोलेर या मैले सुनिएर जान्छु होला भन्ने मलाई ठुलो विश्वास छ। उहाँहरूले मलाई सहयोग गर्छ भन्नुभयो। सेतु गुरुङले भन्नुभयो, जहिले कान्छा दाइले भन्नुभयो, अनि दाइले भन्नुभयो जानु, हामी सबै कुरामा सपोर्ट गर्छ। के नजानेको छ सोध
सिकाउँछ भन्नुभयो त्यहाँको दाइले नि भन्नुभयो अध्यक्ष उसको नाम ठ्याक्कै याद भएन मलाई महेन्द्र श्रेष्ठ दाइले भन्नुभयो नानी गर्दै जाँदा जान्ने हो तर पहिले जानेको हुन्न कसले जानेको हुन्छ र पहिले त गर्दै जाँदा जान्छ नजानेको कुराहरू सोध्नु भनेको छ हाम्रो 29 नम्बरको दाजुभाइ धेरैजना नै भेट भएको छ नि त आज कोभिड-19 को हुन त मलाई त्यति जानकारी त भनेको छैन अब गर्दै जाँदा हुन्छ होला अब के गरेर हुन्छ त यो कोभिड-19 को के गरेर गर्दा समाधान हुन्छ र के गर्दा उपचार हुन्छ सबै कुरा सिकाउँछ भन्नुभएको छ एउटा टोपी दिएर मलाई उहाँहरूले टोपी दिनुभएको छ टोपी अहिले मसँग यहाँ भित्रै छ अनि ज्याकेट दिन्छ भन्नुभएको छ के पर्यो भने मलाई सोध्नु तर मैले नजाने म अरूलाई सोधेर भने भने ल